अर्को रमाइलो भिडियो कुरेर बसिरहनुभएका मेरा भगवान रूपी प्यारा दर्शक बिरहरूमा हार्दिक नमस्कार तथा स्वागत गर्न चाहन्छु। म हो सन्तोष खड्का। दुनियाँमा धेरै टेन्सनहरू छन्। कहिले कामको टेन्सन, कहिले जागिरको टेन्सन, कहिले घरको टेन्सन, कहिले परिवारको टेन्सन, कहिले पैसाको टेन्सन। तर यो यस्तो रमाइलो टेन्सन हो जुन टेन्सनले पनि तपाईहरुलाई हँसाउँछ। हजुर, आजको भिडियोमा एउटा रमाइलो जोक्स लिएर आएको छु। जुन जोक्स सुनेपछि तपाईको टेन्सन सेन्सन सब गायब भएर एउटा रमाइलो टेन्सन मात्र दिमागमा घुम्नेछ। के छ, रेडी हुनुहुन्छ जोक्स सुन्न? आउनुहोस् सुरु गरौँ। एउटा तोरी लाउरे नाम गरेको मान्छे रहेछ। अब त्यो मान्छेलाई चाहिँ के भूत चढेछ भन्दाखेरि म चाहिँ अब सगरमाथा चढ्छु, यो देशको नाम राख्छु, मेरो नाम राख्छु, हैन, इतिहासमा नाम लेखाउँछु भनेर त्यो तोरी लाउरे चाहिँ सगरमाथा चढ्नको लागि घरबाट झोलासोला बोकेर निस्केछ। निस्किसकेपछि जाँदा जाँदै जाँदा जाँदै जाँदा जाँदै जाँदा जाँदै जाँदा जाँदै अब त्यो सगरमाथाको नजिक 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 तपाईको चाहिँ बेस क्याम्पतिर तलतिर पुग्न थालेछ। त्यहाँ पुग्नुभन्दा अगाडि अब चाहिँ अँध्यारो भइसकेछ, रात पर्न थालिसकेछ। कहाँ बस्ने, के बस्ने, कहाँ बस्ने, के बस्ने। नजिक हेर्छौँ त्यहाँ कुनै तपाईको चाहिँ त्यस्तो बस्ने ठाउँ पनि छैन। अँध्यारो लगभग छिप्पिसकेको रहेछ, अँध्यारो भइसकेको रहेछ लगभग। अब यसो दायाँ बायाँ हेर्यो, उसले एउटा घर देखेछ। अब अरू केही छैन यहाँ, त्यहाँ गएर भए पनि आजको रात काट्नुपर्छ भन्ने हिसाबले चाहिँ ऊ चाहिँ त्यो घरमा बास माग्न गएछ। बास माग्न त गयो, तर त्यो घरमा चाहिँ एकजना एक्कल महिला बस्नु हुँदो रहेछ है। अनि उसले घरमा को हुनुहुन्छ भनेर सोधिसकेपछि ती महिलाले चाहिँ के होला हजुर भनेर सोध्नु भएछ। अनि त्यो तोरी लाउरेले भनेछ, हजुर म त सगरमाथा चढ्नलाई आएको, के गर्ने, माथि बेस क्याम्पसम्म पुग्नै सकिएन, हिँड्दा हिँड्दै रात परिहाल्यो, अब आजको रात यति काट्नुपर्ने भयो, के छ हजुर, बास पाइन्छ होला हजुर भनेर चाहिँ त्यो रात त्यहाँ बस्नको लागि, बास बस्नको लागि चाहिँ उसले चाहिँ अनुरोध गरेछ। अनुरोध गरिसकेपछि ती एकल महिलाले पनि हैन, हुँदैन, म एक्लै छु, सकिँदैन, मेरो श्रीमान उता विदेशतिर हुनुहुन्छ, सकिँदैन हजुर, अब अन्तै खोज्नुस् भनेर चाहिँ उसलाई चाहिँ भनेछ। अनि तोरी लाउरे अब रात परिसक्यो, कहाँ जाने, के गर्ने है, टेन्सन भइसक्यो। टेन्सन भइसकेपछि हैन हजुर, बरु म यहीँ बाहिर सुत्छु हजुर, हैन, भित्र सुत्दिनँ, यहीँ बाहिरै पिडीमा सुत्छु, मलाई चाहिँ प्लिज आजको रात चाहिँ काट्ने व्यवस्था गरिदिनु पर्यो भनेर भनेछ। अनि त्यो तोरी लाउरेले तपाईको चाहिँ बिन्ती गरिसकेपछि त्यो आइमाईको मन पनि पग्लिएछ। ल हुन्छ नि त, धेरै कर गर्नुभयो, बस्नुहोस् भनेर चाहिँ उसलाई बास दिएछ। त्यो आइमाईले बास दिने भइसकेपछि तपाईको चाहिँ खानासाना खाए, खानासाना खाइसकेपछि अब सुत्ने बेला भयो। आइमाईले चाहिँ तोरी लाउरेलाई भनिन्छन्,
बाहिर त चिसो होला बाबु, आउनुहोस् भित्रै सुतौँ भनेर भनिन्छन्। अनि होइन हजुर म यतै ठिक छु, म यतै सुत्छु, तपाईँ सुत्नुहोस् न। होइन केही छैन, बेड त एउटै छ, तर पनि तपाईँको चाहिँ बिचमा सिरानी हालेर तपाईँको चाहिँ तपाईँ यतापट्टि सुत्नु होला, म यतापट्टि सुत्नु होला भनेर भनिन्छन् ती आइमाईले। चिसो पनि छ बाहिर, आउनुहोस् भनिसकेपछि तोरी लाउरे पनि ल हुन्छ नि त भनेर तपाईँको चाहिँ गएछ। अनि सुतेछन्, बिचमा टक्क सिरानी हालेछन् है, अग्लो पारेर। अनि त्यसपछि उतापट्टि चाहिँ ती महिला सुतेछन्, यतापट्टि चाहिँ त्यो तोरी लाउरे सुतेछ। अब रातभरि यिनीहरूले कुरा गरे, रात बित्यो है। अब रात बित्यो अनि तपाईँको भोलि बिहान उज्यालो भयो। अब तोरी लाउरे चाहिँ उठ्यो, जुरुक्क उठेर चाहिँ ल अब म चाहिँ अब निस्किन्छु, सगरमाथा चढ्नलाई निस्किन्छु भनेर चाहिँ तपाईँको चाहिँ आफ्नो झोलासोला बोकेर रेडी गर्यो। ल है हजुर बिदा पाउँ म त लागेँ भनेर ती महिलासँग बिदा माग्न खोज्यो। त्यत्तिकैमा ती महिलाले रोकिन्। रोकिसकेपछि के सगरमाथा चढ्नुहुन्छ तपाईँ, तपाईँ सक्नुहुन्न सगरमाथा चढ्न, नजानुहोस्, फर्किनुहोस् यतैबाट भनेर भनिन्छन्। त्यति भनिसकेपछि अब त्यत्रो तयारी गरेर आइसकेको त्यो तोरी लाउरेलाई तनाव भएछ। तनाव भइसकेपछि होइन किन नचढ्ने, म चाहिँ पुरा चढ्छु भनेर चाहिँ नाम राख्छु भनेर आइसकेको छु, जब किन नचढ्न सक्ने, चढ्छु म त जान्छु भनेर भनिसकेपछि ती महिलाले भनिन्छन् थट यस्ता मान्छे पनि सगरमाथा चढ्छन्, जब रातभरि त्यो बिचमा राखेको सिरानी त चढेर आउन नसक्ने, यस्ता मान्छेले सगरमाथा चढ्छन्। कुरो बुझिसक्नु भयो होला। जानुस् पहिला घर जानुस्, कहाँ सगरमाथा चढ्न जानुहुन्छ, पहिला चाहिँ अलिअलि सानो सानो चाहिँ सिरानी यताउति चढ्ने चाहिँ सिकेर आउनुहोस्, ट्रेनिङ लिएर आउनुहोस्, त्यसपछि सगरमाथा चढ्नुहोस् भनेर फर्काइदिएछ।